आदाची सिटीमा बाई आउनुभएका सम्पूर्णमा नमस्कार। यो आदाची सिटीको ज्येष्ठ नागरिक चिकित्सा तथा पेन्सन शाखा हो। अब हामी जापानको राष्ट्रिय पेन्सनको बारेमा जानकारी दिनेछौँ। राष्ट्रिय पेन्सन प्रणाली भनेको के हो? राष्ट्रिय पेन्सन जापानमा बस्ने सबैले पैसा, बीमा शुल्क जम्मा गरेर एकअर्काको जीवनमा सहयोग गर्ने प्रणाली हो। बुढेसकालमा ठूलो बिरामी वा चोटपटकका कारण अपाङ्गता भएमा वा मृत्यु भएमा सम्बन्धित व्यक्ति वा परिवारले पैसा प्राप्त गर्न सक्छन्। जापानमा ढुक्कसँग बस्नका लागि यो धेरै महत्त्वपूर्ण प्रणाली हो। जापानमा बस्ने 20 देखि 59 वर्षसम्मका व्यक्तिहरू जुनसुकै देशका भए तापनि अनिवार्य रूपमा राष्ट्रिय पेन्सनमा भाली हुनुपर्छ। कार्यस्थलमा कर्मचारी पेन्सन कोएनिन्किनमा भागी भएकाहरूले उनीहरूमा आश्रित पतिपत्नी बाहेकका व्यक्तिहरूले आदाची सिटीका पेन्सन कार्यालयमा गएर दर्ता प्रक्रिया पूरा गर्नुपर्छ। राष्ट्रिय पेन्सनमा भागी भएपछि बीमा शुल्क तिर्नु तपाईको कर्तव्य हो। बीमा शुल्क नतिर्दा हुने बेफाइदाहरू। बीमा शुल्क नतिरेमा विभिन्न समस्याहरू आउन सक्छन्। पहिलो, भिसा आवासीय स्थितिमा असर पर्नेछ। स्थायी बसोबासको अनुमति अस्वीकृत हुन सक्छ र जुन 2027 देखि भिसा नवीकरण गर्न नसकिने सम्भावना हुन्छ, जसले गर्दा जापानमा बसिरहन कठिन हुन सक्छ। दोस्रो, ठूलो बिरामी वा चोटपटक लागेर अपाङ्गता हुँदा पाइने अपाङ्गता पेन्सन वा बुढेसकालमा पाइने वृद्ध अवस्था पेन्सन प्राप्त गर्न सकिँदैन। साथै बीमा शुल्क नतिरी छोडेमा ब्याङ्क खाता जस्ता सम्पत्तिहरू जफत रोक्का पनि हुन सक्छन्। महत्त्वपूर्ण सूचना, छुट प्रणाली आदि। पैसा नभएर बीमा शुल्क तिर्न गाह्रो भएमा परामर्श लिनुहोस्। छुट वा ढिलो तिर्ने प्रणाली। आम्दानी कम भएमा आवेदन दिएर स्वीकृत भएमा शुल्क तिर्नु नपर्ने वा पछि तिर्ने गरी परिवर्तन गर्न सकिन्छ। विद्यार्थी भुक्तानी विशेष प्रावधान। तोकिएको विद्यालयका विद्यार्थीहरूले आवेदन दिएर स्वीकृत भएमा पछि तिर्ने गरी परिवर्तन गर्न सक्छन्। एकमुष्ट फिर्ता रकम लम्प सम विथड्रवल पेमेन्ट। आफ्नो देश फर्कदा शर्तहरू पूरा भएमा जम्मा गरेको रकमको केही हिस्सा एकमुष्ट फिर्ता पाउन सकिन्छ। सामाजिक सुरक्षा सम्झौता। जापान र आफ्नो देश दुवैमा दोहोरो पेन्सन तिर्नु नपर्ने गरी सम्झौता भएका देशहरू पनि छन्। तथापि हामी सरकार लगायत आदाची सिटीको वेबसाइट हेर्न हो। महत्त्वपूर्ण प्रक्रियाहरू मैमै पूरा गर्छौँ। केही नबुझेमा जुनसुकै बेला अल्ला लिन सक्नुहुन्छ।